So hello guys. Welcome back to my YouTube channel. So आजको भ्लग चाहिँ घरबाट सुरु गरिरहेछु घरमा आएको छु नि त म अनि किन भ्लग गरेको भन्दाखेरि चाहिँ आज चाहिँ घरमा पूजा हो सो त्यही भएर के हुन्छ त्यो एउटा भयो भने तेरो भ्युअर्स अर्कै छ मेरो भ्युअर्स अर्कै छ नि त हैन गाइज सो अब चाहिँ यस्तो छ है अब चाहिँ हामी काम एकदमै म चाहिँ बिहान उठेकै दिन काम गरेको आज चाहिँ म 6 बजी 6:30 मा उठे हो 6:30 मा उठेर चाहिँ काम साम सके अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ सेटिस गरिदिरहेछ यहाँ अहिले हो के गरेको खै जुम गर्दिउ यहाँ चाहिँ हाम्रो घरमा चाहिँ यस्तो छ माछा हो यहाँ केटाहरूले चाहिँ खतरा ल्याइसक्यो चियर आजको भोलिन्टियर केटाहरू अरे नि त भोलिन्टियर कार्ड चाहिँ बनाइदिनु पर्छ केटाहरूलाई केटा चिया दिइहाल यता चाहिँ अपकमिङ लौरी हो यता देखा त अपकमिङ लौरीहरू हो योहरू चाहिँ तँ चाहिँ स्कुल गएनस् गएनस् यता चाहिँ हाम्रो तोम्बे हो सानो भाइ हो यसको गाउँमा कसले पनि थाहा छैन होला यसको नाम के हो भनेर सबैले तोम्बे भन्छ नि त सो यता चाहिँ ए भाइ भेट्लास यता चाहिँ आज चाहिँ के छ हाम्रो चाहिँ यता चाहिँ के हुँदैछ हौ खै यता चाहिँ टक्क किचन छ बहिनी यस के छ आजको यसो भनिदेऊ न अन्त आज के हो कसो हो यता हेरेर भनौँ न अन्त मेरो भ्युअर्सहरूलाई हाई भनिदेऊ यता चाहिँ मेरो बहिनी हो अनि यता चाहिँ उतापट्टि चाहिँ यहाँ यो चाहिँ मेरो भाइ हो यता चाहिँ यो चाहिँ हो भर्खर छुट्टीमा आइरहेछ नि त यो फौजी चाहिँ अल चाहिँ फौजी चाहिँ भर्खर कहाँबाट आएको घुमेर आएको होला यो होइन चियर लिएर आएको नि त ठिकै छ सो गाइज यता चाहिँ हाम्रो यो चुला हो चुलामा चाहिँ यता हामी चाहिँ उयोहरू गर्छ नि त पानीहरू तताउनु खानाहरू बनाउनु हो अनि यता चाहिँ ग्यास पनि छ हो यताबाट टक्क छ सो अहिले भने चाहिँ पूजा सुरु भइसकेको छ ओम अपसन्धि मन्त्रस्य वामदेवऋषि विश्वदेवता अनुच्छन्द भूत विद्युत साधने विनियोग उयो काम चला दिनु त चलम थालन लड्छ हरि ओम स्थिरो भव दीर्घभङ्गा सुर भव व्याजुर भव मुखादग्निर भव ओम कर्म साक्षिणी दीपदेवताभ्यो नमः आलुहरू उसिनेर हो यहाँ चाहिँ एकदमै खिरहरू पकाउँदैछ अहिले भने चाहिँ होइन तपाईँले एकछिन अहिले चाहिँ ब्रेक छ हो यो सबै भाउजूहरू सबैजना भेला भएर चाहिँ डगी चाहिँ सुतिरहेछ ब्रेक अरे नि त अहिले चाहिँ ब्रेक टाइम हो अहिले चाहिँ सो यहाँ देख्न सक्नुहुन्छ है यहाँ आन्टीले चाहिँ एकदमै आम्बो एक डोको भइसकेको छ हो गाइज कोले खानु मन छ तपाईँहरूले पनि यसो कमेन्ट गरिदिनु होला म ल्याउनु सक्दिनँ तर यसो भयो फोटोमा पनि दिन्छु तपाईँलाई हो कस्तो यहाँ यस्तो गरममा बिचरा यस्तो गर्दै गर्ने हो यहाँ कस्तो गरम चाहिँ हाम्रो एक डोको भइसकेको छ है त अब लगभग पूजाको पनि एकदम अन्तिम आइसकेको होला जस्तो लाग्छ अनि म चाहिँ पर जानुपर्छ किनभने काली आउँदैछ होइन कालीलाई म ल्याउनु जानुपर्ने हुन्छ किनभने माथि बाटो बिग्रेको छ नि त त्यो बाटोमा चाहिँ अलिकति साह्रो पर्छ हो म त्यस्तो चाहिँ यहीँ यसरी गरिरहेको छु सो गाइज पारिपट्टि देख्दै गरेको चाहिँ कर्स्याङहरू हो यता त्यो उयोहरू छ नि त मुन्डा बाजकारीहरू त्यो देख्दैन अनि त्यस्तो छ सो गाइज अहिले चाहिँ एकदम मैले पनि चरु पोलिसकेँ हो यहाँ चाहिँ एकदम अहिले चाहिँ अब चाहिँ पूजाको अन्तिम हो अन्तिमै हो यो अन्तिम होइन बा छ है र पनि छ अरे हो यो चाहिँ भर्खर चरु पोल्दैछ त्यस्तो छ A few moments later. पार्वती प्रीत महादेव पार्वती पिता महादेव
एकदन्त दयावन्त चार भुजधारी एकदन्त दयावन्त चार भुजधारी माथे ऊपर तिलक सोहे मुझे सवारी माथे ऊपर तिलक सोहे मुझे सवारी पान चढ़े फूल चढ़े और चढ़े मेवा पान चढ़े फूल चढ़े और चढ़े मेवा लड्डुअन का भोग लगे संत करे सेवा लड्डुअन का भोग लगे संत करे सेवा जय गणेश जय गणेश जय गणेश देवा माता गौरी पार्वती पिता महादेवा चंदन को आँख देख कोरिन को काया चंदन को आँख देख कोरिन को काया माधन को पुत्र देख निधन को माया माधन को पुत्र देख निर्धन को माया सूर सामु शरण आए सफल जय सेवा सूर सामु शरण आए सफल की जय सेवा कामना को पूर्ण करो गणपति देवा कामना को पूर्ण करो गणपति देवा जय गणेश जय गणेश जय गणेश देवा माता गौरी पार्वती पिता महादेवा माता गौरी पार्वती पिता महादेवा सो गाइज है यो चाहिँ एकदम लास्टको आरती गर्नुहुँदैछ आमाले अनि आजको भ्लग मेरो यति नै थियो मैले कतिवटा उयोहरू गर्नु पाइनँ नि त म बिजी थिएँ अनि पुरा भोक पनि लागिसकेको थियो पुरा म चाहिँ फास्टिङ गरेको थिएँ नि त आज सो त्यही भएर हो अनि थ्याङ्क यू सो मच है जतिजनाले पनि हाम्रोमा पूजामा आएर तपाईँहरूले काम सघाइदिनु भयो होइन तपाईँहरू नभएको भए हाम्रो त्यो पूजा उयो हुन्थेन है सो थ्याङ्क यू सो मच है तपाईँहरू सबैजनालाई अनि आमाले चाहिँ आरती गर्नुहुँदैछ सो त्यति नै थियो आजको भिडियो अनि इफ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु होला अनि भिडियो अलिक म त्यति साह्रो बनाएको छुइनँ अहिले तपाईँलाई याद छँदैछ म त्यति साह्रो टाइम निकाल्नु सकेको छुइनँ नि त त्यही हो गाइज थ्याङ्क यू सो मच है बाई बाई नेक्स्ट भिडियोमा भेटौँ है त